यो उतापट्टिको सडक त्यो डडेलधुराबाट यता बझाङ दार्चुला बैतडीतिर जाने यो रोडबाट फनक्क यतापट्टि घुम्ने हो भने यो चाहिँ उग्रतारा मन्दिरको मूल प्रवेशद्वार हो। यहाँबाट माता उग्रतारा भगवतीको दरबारसम्म पुग्न सकिन्छ। म त्यतातिर जाँदैछु। उग्रतारा मन्दिरका सुन्दर दृश्यहरू म तपाईहरुलाई देखाउने छु, हेर्नु होला। म डडेलधुराको तुफान डाँडादेखि पैदल हिँडेरै उग्रतारा मन्दिरसम्म आएको छु। धुपीका रुखहरू हेर्नुस्, एउटा मात्रै हो र, थुप्रो रुखहरू छन् यहाँ। खोटेसल्लो पनि सँगै छ, धुपी पनि सँगै छ। अब यो सिद्धान्ततः खोटेसल्लो अलिकति गर्मी ठाउँमा, धुपीसल्लो एकदमै जाडो ठाउँमा हुने हो। यो डडेलधुराको उग्रतारा माताको दरबार परिसरभित्र छु म। त्यसमा यी दुईटै प्रकारका रुखहरू, खोटेसल्लो पनि छ, धुपीसल्लो पनि छ। नजिकै पुगिसक्यो हेर्नुस्, ऊ त्यही हो उग्रतारा माताको दरबार। हेर्नुहोस्, उग्रतारा माताको मुख्य दरबार त्यही हो। त्योभन्दा तल यो चौर जस्तो छ। यो चौर जस्तोमा दर्शनार्थीहरू सवारी साधन प्रयोग गरेर आयो भने यहीँ राख्नुहुन्छ। यहाँबाट अगाडि बढ्यो भने उग्रतारा माताको दरबारमा पुगिन्छ। त्यसरी वेलकम भनेर नमस्कार गर्दै स्वागत गरेको दृश्य छ। दुवैतिर यही दृश्य छ। घन्टीहरू पनि लहरै झुन्ड्याएको छ यसरी दायाँ बायाँ दुवैतिर। सबैभन्दा पहिले यहाँ हनुमानको मूर्ति छ। यतापट्टि पनि सेम त्यही हो। त्यसपछि गणेशको मूर्ति छ यहाँ। यो चाहिँ मलाई ठ्याक्कै चिनिन मैले, तपाईहरुले चिन्नुहुन्छ भने कमेन्टमा लेख्नु होला। अब यहाँ थुप्रो भगवानहरू छन्, धेरैलाई मैले चिनेको छैन। म तपाईहरुलाई देखाउँछु, जसले जसले चिन्नु भएको छ लेख्नु होला कमेन्टमा। यसरी दायाँ बायाँ सेम जस्तो पनि लाग्छ, सायद फरक भगवानहरू होलान्। ऋषिमुनिहरूका पनि मूर्ति बनाएका छन्, माताका मूर्तिहरू पनि छन्। यस्तो छ डडेलधुराको उग्रतारा मन्दिर जाने बाटो। सुन्दर छ, कति सुन्दर छ हेर्नु। मूर्ति कम सुन्दर छन् भने हेर्दै आनन्द लाग्ने खालको छ नि। हेर्नुहोस् क्या राम्रो छ। ए ध्वजा पतंगा त्यस्तै छन्। हेर्नु न, यो हेर्दा आनन्द आउँदैन तपाईहरुलाई? शान्त मन हुन्छ नि, क्या शान्त मन हुन्छ। यस्तो छ। जनावरहरूका पनि भगवानहरू बनाएका रहेछन्। यहाँ भक्तजनहरू पूजा गरेर पनि आइसक्नु भयो। क्यामेराम्यान पनि हुँदो रहेछ। के तपाईहरु क्यामेरा खिच्नेवाला हो कि सँगै आएको हो भाइ? भाइ क्यामेरा खिच्ने यहीँकै प्रोफेसनल हो कि सँगै आएको? प्रोफेसनल हो। कति लिन्छ एउटा फोटोको? 20 रुपैयाँ। ए क्यामेरा नबोकेर आउँदा पनि हुँदो रहेछ। यहाँ मजाले क्यामेरा फोटो खिच्ने भाइहरू पनि हुनुहुँदो रहेछ। यस्तो छ। यहाँबाट अब आयो माताको दरबार। कृष्णको मूर्ति स्थापना गरिएको छ। यो गणेशको मूर्ति भक्तजनहरूले चढाएका घन्टीहरू हुने। वालमा विभिन्न देवी देवताका मूर्तिहरू बनाएका छन्। यो हो माताको
दरबार जाने मुख्य प्रवेशद्वार। हात्ती, गैँडा, बाघ, सेनाहरूले प्रवेशद्वार सजाइएको छ। माताको यो दरबार डडेलधुराको अमरगढी नगरपालिकामा पर्दछ, जुन यहाँको सदरमुकाम पनि हो। यो हो मुख्य दरबार। म एकपटक तपाईहरुलाई यो मन्दिर वरिपरिको दृश्य सर्लक्क देखाउँछु। यो दृश्य प्रवेशद्वारको हो। दायाँतिरबाट म घुम्दैछु। हेर्नुस् कति सुन्दर छ। यो मन्दिरको बारेमा हामी धेरै कुराहरू अहिले गुगलमा सर्च गरे पनि अध्ययन गर्न सकिहाल्छौँ। मैले धेरै कुराहरू गरिनँ, केवल दृश्य मात्र तपाईहरुलाई देखाइरहेको छु। यहाँ भक्तजनहरूले ध्वजा पताकाहरू चढाउनु भएको छ, घन्टीहरू चढाउनु भएको छ। यहाँ साइड वरिपरि विभिन्न भवनहरू, धर्मशाला बनाइएका छन्। यसरी भक्तजनहरूले घन्टी यहाँ चढाइसकेपछि यसरी यहाँ राख्नु भएको छ। एउटा घन्टी म बजाएर पनि हेर्छु। सुन्दर आवाज छ, मन्त्रमुग्ध पार्ने खालको आवाज छ। तलपट्टि घना जङ्गल छ। यहाँको जङ्गलमा जङ्गली जनावरहरूको वासस्थानको काम गरिरहेको छ। सुन्दर चित्रहरू मन्दिरको वरिपरि कोरिएका छन्। यो चाहिँ बलि पूजा गर्ने ठाउँ हो। यत्रो ठुलो ठुलो घन्टाहरू पनि चढाउनु भएको रहेछ। हेर्नु त बाबा, कत्रो ठुलो घन्टा। यो भाटगाउँ डडेलधुराका भक्तजनले चढाउनु भएको रहेछ। थुप्रो छ त हो। यसरी यो भयो सर्लक्क एक फनको उग्रतारा माताको दरबारमा लगाउँदाखेरि देखिने दृश्य। वालतिरको दृश्य पनि देखाउँछु म। वालतिरको दृश्य यस्तो छ। हेर्नुहोस् कति आनन्द छ। कस्तो सुन्दर मूर्तिहरू, चित्रहरू कुदिएका छन् वालमा। ढुङ्गाको है फेरि यो। हेर्नु न ढुङ्गाको वाल। ढुङ्गालाई कस्तो कलात्मक तरिकाले काटेर वाल बनाएको छ। कति सुन्दर छ। माथिको डिजाइन हेर्नु न, डिजाइन आहा खतरा छ नि है। यस्तो छ। अब म यो ढोकाबाट भित्र प्रवेश गर्छु। म यहाँ भित्र माताको दरबारबाट दर्शन गरेर निस्केँ। भित्र पुजारी हुनुहुँदो रहेछ। उहाँले मलाई टीका पनि लगाइदिनु भयो। धुप राख्ने ठाउँ बनाएको रहेछ यहाँ। म यहाँ धुप राख्दैछु। भित्र सल्काएर पूजा गरेर ल्याइसकेपछि यहाँ धुप राख्ने बनाउनु भएको छ। धुप पनि राखिराखेँ। अब यहाँ एक दुई ठाउँ अरू ठाउँ पनि म धुप पाल्छु। यहाँ थुप्रो देवी देवताहरू हुनुहुन्छ। म दुई चार ठाउँ अरू ठाउँ पनि धुप पाल्छु अनि यहाँबाट निस्किन्छ। यो एक्जिट गेट, प्रवेश गेट जे भन्नुहोस्। त्यहाँबाट म बाहिर निस्केँ। हात्तीमा चढ्यो होइन? हात्तीमा चढेर रमाइरहेछन् केटाकेटीहरू।